क्लबको सिस्टम नै यो छ। उहाँ 4 वर्ष पछाडि मभन्दा, तर डबल डायमन्ड बनिसक्नु भएको छ। म 4 वर्ष अगाडि म एसएसडी छु। त्यस कारण डिएक्सनमा तपाईँ अहिले आउनु भएको छ, आज आउनु भएको छ, त्यसले कुनै म्याटर राख्दैन। आजको टपिक छ वाइ पिपल फेल, किन असफल भइरहेका छौँ भन्ने कुरा। म एउटा स्टोरी तपाईहरु बिचमा सुनाउनु मन लाग्यो, सुन्न चाहनुहुन्छ? एकजना एमबीबीएस डक्टर, एमबीबीएस गरेको डक्टरले चाहिँ आफूले जब नपाइसकेपछि एउटा गाउँमा एउटा बोर्ड राख्नु भएछ। उहाँले बोर्डमा के लेख्नु भएछ भने सम्पूर्ण समस्याको समाधान मात्रै 3000 मा हुन्छ। यदि त्यो समस्याको समाधान भएन भने तपाईले 10,000 लगेर जान सक्नुहुन्छ मबाट भनेर भन्नुभएछ। अब यहाँ यदि तपाईको सकारात्मक सोच भएको व्यक्तिहरूले त आफ्नो समस्या लगेर जाने हो, आफ्नो समस्या बताउने हो हैन, त्यो समस्याको समाधान गर्ने हो। तर नेगेटिभ व्यक्तिले चाहिँ कस्तो सोच्नु भएछ भने यो चाहिँ एकदमै मौका हो, 10,000 कमाउने मौका हो, समस्या छैन हैन। तर उहाँले के सोच्नु भयो, 10,000 कमाउने मौका, सर्टकट। अनि एउटा एकदमै जानु भएछ, त्यहाँ गएर चाहिँ डक्टरसँग सोध्नु भएछ क्या, डक्टर मेरो चाहिँ जिब्रोले स्वाद थाहा पाउन छोड्यो, कुनै पनि वस्तुको स्वाद मैले थाहा पाउँदिनँ, यसको चाहिँ औषधि दिनु पर्यो डाक्टर साहब भन्नुभएछ क्या। अनि डक्टरको एकजना सहयोगी व्यक्तिलाई चाहिँ भनेछ, ल बाबु यो 2 नम्बर बक्सको एउटा औषधि लिएर देऊ त उहाँलाई भन्नुभएछ है। 2 नम्बर बक्सको त्यो औषधि लिएर चाहिँ उहाँको जिब्रोमा एक थोपा हालिदिनु भएछ क्या। उहाँ तर्सिनु भएछ पुरै, डाक्टर साहब यो त एसिड हो हैन। ल तपाईले स्वाद थाहा पाउनुभयो, यो एसिडै हो, 3000 दिनुहोस् भनेछ। डक्टरले 3000 लिनुभयो। अब जो व्यक्ति नेगेटिभ सोचका साथ त्यहाँ 10,000 लिने सोचमा जानुभएको थियो नि, 3000 बुझाउनु पर्यो क्या। अब त्यहाँ रोकिनु भएन, अर्को ट्रिक लाउनु उहाँले अझै। अब म अर्को आइडिया लाउँछु, डक्टरको 10,000 त म लिनै छ, 3000 गयो, 6,000 आउँछ, 7,000 आउँछ अझै हैन। फेरि एउटा ट्रिक लाएर जानुभयो कि, त्यही डक्टर कहाँ जानुभयो, डाक्टर साहब हिजोको मेरो समस्या त ठिक भयो, तर आज समस्या अर्कै छ, मेरो स्मरण शक्ति गुम्यो भन्नुभएछ। अनि डाक्टर साहबले फेरि आफ्नो सहयोगीलाई त्यही 2 नम्बर बक्सको औषधि ल्याउँदा बाबु भन्नुभएछ, होइन त्यो त एसिड हो। जो समस्या लिएर गएको थियो त्यो व्यक्तिले त एसिड हो, हिजै मलाई दिनु भएको थियो भने, ल तपाईँको स्मरण शक्ति ठिक छ, हिजोको पत्ता लगाउनु भयो, 3000 दिनुहोस् होइन। 3000 फेरि लिनुभयो डक्टरले। अब नेगेटिभ सोच लिएर गएको व्यक्ति 10,000 कमाउँछु, सर्टकट 10,000 लिन्छु होइन, त्यो सोच अब फेरि पनि उहाँ रोकिनु भएन रहेछ क्या। उहाँ रोकिनु भएन, अझै पनि अब 10,000 आउँछ, 6,000 त गएको छ, 4,000 त आउँछ होइन। अर्को दिन फेरि जानुभएछ। अर्को दिन चाहिँ भन्नु, डाक्टर साहब दुईटै समस्याको समाधान तपाईँले गरिदिनु भयो, अब अन्तिम समस्या चाहिँ मेरो के भयो भने मैले आँखा नै देख्नु छोडेँ, एकदम मधुरो हुन थाल्यो, आँखा देख्नै छोडेँ भन्नुभएछ कि। अनि डक्टरले के भन्नुभएछ भने यसको औषधि त छैन मसँग भन्नुभएछ। अब त्यो समस्या लिएर जाने मान्छे त खुसी भयो नि त, ल यो समस्याको समाधानै छैन, लु मलाई पैसा दिनुहोस् 10,000। डक्टरले 100 को 10वटा नोट दिनुभएछ क्या। अनि उहाँले भन्नुभएछ यो त 10,000 होइन, यो त 1000 मात्रै छ। फेरि समस्याको समाधान त ठिक भयो होइन, देख्न सक्नुभयो, देख्नु सक्दिनँ भनेर जानुभएको थियो, तपाईँले देख्नुभयो यो 1000 हो, 10,000 होइन, फेरि 3000 दिनुहोस् होइन। त्यसकारण तपाईँ हामी डिएक्सनमा कस्तो प्रकारको सोचले आउँछौँ भन्ने कुरा हो। त्यसकारण नेगेटिभ सोच लिएर हामी आउनुभन्दा पनि सकारात्मक सोच लिएर आउनु क्या, सर्टकट होइन। र म अब आफ्नो टपिक्सतिर जान्छु। केही सत्य कारण या रहस्यहरू छन् डिएक्सनमा हामी असफल हुनको लागि रोक्ने
यसलाई राम्रोसँग बुझ्नुहोस्। यो केही कारण तपाईँमा मिल्न गयो भने आफूलाई सुधार्नुहोस्। अब जुन मैले स्लाइड देखाउनेवाला छु त्यो कारणहरू तपाईँमा अथवा ममा मिल्न गयो भने त हामी सुध्रिनुपर्छ, गुड लिडर बन्नुपर्छ, असल लिडर बन्नुपर्छ र असल लिडर निर्माण गर्नुपर्छ। यी सबै कारणलाई राम्रोसँग ध्यान दिएर काम गर्नुभयो भने डिएक्सनमा सफल हुनुहुनेछ। याद गर्नुहोस्, अघि पनि हाम्रो प्रेम सरले, थुप्रै सरहरूले भनेर जानुभयो, डिएक्सन कम्पनीले सबैलाई त्यही अवसर दिएको छ, स्वास्थ्य, समृद्धि र खुसी। एजुकेटेड क्राउन राम सरलाई अलग, हाम्रो सोनी म्यामलाई अलग, प्रेम सरलाई अलग, मोहन सरलाई अलग, हाम्रो रामपाल सरलाई अलग छैन। सबलाई एकै एउटै सिस्टम। यो ठुलो अवसर हो, यो सामान्य अवसर होइन। तर यति ठुलो अवसरलाई पाएर पनि सफल हुँदैन किन? केही त कारण होला, होइन? डिएक्सन कम्पनी आफैमा सफल छ, 190वटा देशमा आफैमा सफल छ। अब पालो तपाईँ र मेरो। डिएक्सन कम्पनी के होला, कस्तो होला, कता जाला भन्ने कुनै सोच राख्नु पर्दैन। अब हामी सफल हुने कसरी भन्ने मात्रै सोच्नु पर्यो। डिएक्सन कम्पनी आफैमा सफल छ, हरेक कन्ट्रीमा फ्याक्ट्री लन्च हुँदैछ। मलेसियामै पनि नयाँ कम्पनी अघिल्लो हप्ता मात्रै शिलान्यास भएको छ। त्यो प्रोग्राममा म पनि गएको थिएँ, पेनाङबाट एक बस लिएर गएको। त्यसको पनि म स्लाइड अन्तिममा देखाउँछु तपाईँहरूलाई। दे डोन्ट ह्याभ ड्रिम। यदि सपनै भएन भने चाहिँ हामी अघि बढ्न सक्दैनौँ। सपना छ र नै हामी नेपालदेखि विदेश, मलेसिया पनि आएको, सब केही सपना भएरै हो, होइन? सपना बिना त्यत्तिकै म आफ्नो परिवारको स्थिति, आफ्नो समाजको स्थिति त्योभन्दा माथि उठ्छु भन्ने एक प्रकारको सोच र सपनाको साथ नै विदेशिएको हो कि मलेसिया होस् या चाहे जुनसुकै कन्ट्रीमा पनि। नेपोलियन हिल्सको भनाइ, सपनामा हामीलाई माथि उठाउने असीमित शक्ति हुन्छ, होइन? तपाईँ सोच्नुहोस् त, अहिले यो लाइट बलिरहेछ, थोमस एडिसनले 10,000 पटकमा निर्माण गर्नुभयो नि त, होइन? हामीले त 2-3 पटक कसैलाई खबर गरियो भने पनि झन्झट लाग्न थाल्छ नि त। 10,000 पटक, 9,999 पटकमा पनि हार मान्नु भएन, किन? सपना थियो। उहाँको सपना संसारलाई उज्यालो बनाउने, राति पनि दिन जस्तै बनाउने सपनाका कारण हो। त्यसकारण सपनामा ठुलो शक्ति हुन्छ। पृथ्वीको सम्पत्ति र सबै उपलब्धिहरूको मूल जग नै सपना हो। सपनाको कारणै निर्माण भएको छ कि थुप्रै विकासका कुराहरू, थुप्रै आविष्कारको कुराहरू जति पनि निर्माण भएको छ नि, त्यो सबै कोही न कोही व्यक्तिको सपनाको कारण हो। आज तपाईँ र हामी यहाँ छौँ डाक्टर लिनको सपनाका कारण हो नि। उहाँको सपना संसारभरिको मानिसहरूलाई चाहिँ स्वस्थ राख्नु, त्यो सपनाका कारण तपाईँ हामी एकसाथ यहाँ छौँ। दे डोन्ट ह्याभ गोल सेटिङ। समुद्रमा जति पानी भए पनि तपाईँले प्राप्त गर्ने पानीको मात्रा तपाईँको भाँडोको आकारले तय गर्छ। हाम्रो प्रेम सरलाई चाहिँ जोरदार तालले सम्मान गर्छ। अब भन्नु हामी कत्रो भाँडो लिएर जान्छौँ त्यही अनुसारले प्राप्त गर्छौँ। मतलब तपाईँको लक्ष्य कत्रो छ, लक्ष्य कतिसम्मको छ भन्ने कुराले निर्धारण गर्छ। त्यसकारण हामीले ट्याङ्करै लिएर जानु अथवा पाइप लाइनै बिछाउनु पर्यो। दे डोन्ट ह्याभ प्यासन, अथवा चाँडो हार मान्नु। अधिकांश मानिसहरू आजभन्दा तपाईँहरूले 2-3 महिना 5 महिना अगाडि देखेको सर मिसहरू कोही आउनु भएको छैन। उहाँहरूले क्विट गरिसक्नु 90 दिनमा, 3 महिनामा हार मानिसक्नुहुन्छ कि अधिकांशले। किनभने छिट्टो चाहिन्छ उहाँलाई। अघि मैले कथा भने जस्तो त्यस्तो प्रकारको चाहिन्छ। सर्वश्रेष्ठ प्रस्तुति गर्न नखोज्नु पनि अर्को चाहिँ के त, यो सबै फेल किन हुन्छौँ भन्ने कारणहरू के हामीले एकचोटि काहीँ प्रेजेन्टेसन
त्योभन्दा दोस्रो दिन त्योभन्दा राम्रो तरिकाले बताउन कोसिस गरिएन भने पनि फेल हुने कारण हो। दे डोन्ट युज प्रडक्ट। उत्पादनप्रति पुरा विश्वास नहुनु, किनकि सामान प्रयोग नगर्नु। कतिजनाले डेक्सनको प्रडक्ट प्रयोग गर्दै हुनुहुन्छ, सबैले प्रयोग गर्दैछ। प्रयोग गर्नु हुनेले हात उठाउनुहोस् त, कम मात्रामा प्रयोग नगर्नु हुने हुनुहुँदो रहेछ। ल उहाँहरूले पनि तपाईँहरूले पनि प्रयोग गर्नु होला, किनभने प्रडक्ट नै तपाईँले प्रयोग गर्नु भएको छैन, तपाईँमा विश्वासै हुँदैन। डिएक्सन के हो, डिएक्सनले के बनाउँछ, डिएक्सनले के दिन्छ भन्ने कुरा विश्वासै हुँदैन। त्यसकारण जसले युज गर्नु भएको छैन, स्टार्ट युज। अर्को कारण छ डिएक्सन सम्बन्धी ज्ञान नभएका मानिसहरूसँग बढी चाहिँ सङ्गत गर्नु के। तपाईँले आज यहाँ सुन्छौँ डिएक्सनको बारेमा, डिएक्सनका प्रडक्टको बारेमा, डिएक्सनका सिस्टमको बारेमा, होइन? तर आज एक दिन सुन्छौँ, एक हप्ता चाहिँ अन्य सङ्गतमा बस्छौँ भने आज सुनेको कुरा सबै भुल्छौँ, बिर्सिन्छौँ। त्यो पनि एउटा मेन कारण हो। त्यसकारण हाम्रो सङ्गतै अर्कोतिर हुन थाल्छ। माहौलले तपाईँको माहौल कस्तो छ त्यो अनुसारको तपाईँ बन्नुहुन्छ। तपाईँ के बन्ने हो, तपाईँको माहौल कस्तो छ त्यो माहौलले चाहिँ ठुलो फरक पार्दछ। सङ्गतको असर एकदमै ठुलो हुन्छ। त्यसकारण पोजिटिभ र सही सङ्गत भएका मानिसहरूको सङ्गत गर्नुपर्छ। विशेष गरी सफल हुनको लागि डिएक्सएन सम्बन्धी ज्ञान भएका व्यक्तिहरूसँग धेरै उठबस गर्नुहोस् जो नयाँ हुनुहुन्छ। फिजिकल्ली सम्भव भएन भने पनि हामी अनलाइन मार्फत, जुम मार्फत, हरेक अहिलेको परिस्थितिमा हरेक माध्यमहरू छ, कनेक्ट रहिरहनु पर्यो। चाँडो पैसा कमाउन विभिन्न नेटवर्कमा आबद्ध हुनु यो एउटा मुख्य कारण हो। धेरै लिडरहरू हुनुहुन्छ डिएक्सनमा ढिलो भयो, अर्कोमा त सुन्दाखेरि भोलि नै आहा यति 3जना 4जना गजब छ भन्ने खालको त्यो सोचले धेरैजना लिडरहरू धेरै नेटवर्कतिर जोडिएर असफल हुनुभएको छ। त्यो एउटा मेन कारण हो। तपाईँले फोकस गर्नुहोस् मात्रै डिएक्सएन। विरोध गर्ने मानिसको लागि तयारी नहुनु। कसैले क्रस क्वेसन गर्नुहुन्छ नि त। कसैले अघि हाम्रो प्रेम सरले भन्नुभयो प्रडक्ट महँगो होइन, के कारणले महँगो, किन यति धेरै महँगो भनेर प्रश्न गर्नुहुन्छ। उहाँलाई एक्सप्लेन गर्नु पऱ्यो नि त यसको महत्त्व के छ, होइन? सुन र तामा उस्तै उस्तै देखिन्छ नि। यदि त्यो सुन पसलमा हामी त्यो काम गर्नेले मात्रै छुटाउन सक्छ होला है, हामीले त छुटाउन सकिँदैन लगभग। उस्तै उस्तै देखिन्छ, प्राइस त फरक हुन्छ नि। कपर र गोल्डको एउटै प्राइस हुन्छ त? हुँदैन। त्यस्तै डिएक्सनको एकदमै महत्त्वपूर्ण क्वालिटीको प्रडक्ट